हेलो गाइज, आज चाहिँ फेब्रुअरी 20 को वर्कफोर्स को डेली च्यालेन्जको वाक थ्रु भिडियो जस्तो एउटा लिएर आएको छु। ढिला नगरिकन आजको वाक थ्रु भिडियो सुरु गरौँ। र इन्स्ट्यान्स छ, यसलाई कपी गरिहालेँ मैले। यसलाई लगेर फायरफक्समा खोलिदिन्छु र काइडो प्रक्सी अन गरिदिन्छु म एज युजुअल। मैले एकचोटि चाहिँ यसको फ्ल्याग भेटाइसकेँ, सबमिट चाहिँ गरेको छैन। म यसलाई कसरी गर्ने भन्ने कुरा देखाइदिन्छु होइन। अब रजिस्टर गरौँ। रजिस्टर रामको नाममा रजिस्टर गरौँ। राम 1 2 पठाएँ मैले। अब हामी रिक्वेस्ट हेरौँ काइडोमा के आएर बसेको छ भनेर। ल, गेट रिक्वेस्ट रहेछ एउटा, गेट मेथडबाट पठाएको। यता लोड भइसकेको छ। यसलाई अलि माथि लगिदिउँ। के छ भन्दाखेरि रजिस्टर गऱ्यौँ। रजिस्टर पछि त डाइरेक्ट लगइनै भयो यहाँनिर है। लगइनमा रिडाइरेक्ट भएछ। त्यसपछि स्टकहरू लोड भयो, पोर्टफोलियोहरू लोड भयो। त्यसमा अरू के गर्न मिल्छ? होम पेजमा त्यस्तो ड्यासबोर्डमा केही गर्न मिल्दैन। सिम्पल हेर्न मात्र मिल्ने रहेछ। टोटल एसेटहरू, पोर्टफोलियो भ्यालुहरू, टोटल प्रफिट अर लस, क्यास ब्यालेन्स हाम्रो 1000 युरो दिएको रहेछ। अरू फिचरहरू यसको एक्सप्लोर गर्दै जाउँ। त्यसपछि ट्रेडिङ फिचर रहेछ। यसमा ट्रेडिङ गर्न मिल्छ त एउटा, यही किनौँ 404EX नै किनौँ न। ल, एउटा सेयर किनौँ। यता रिक्वेस्ट हेरौँ है त के गएको रहेछ। स्टक भयो। ट्रेड गर्न खोज्दाखेरि यहाँबाट स्टक आइडी पठाएको रहेछ एउटा, सेयर नम्बर अफ सेयर, एक्सन के बाई भनेर पठाएको रहेछ। यता स्टक पर्चेज सक्सेसफुली भनेर उताबाट रेस्पोन्स आएको छ। अब त्यसपछि स्टकलाई कन्टिन्युसली लोड गरिरहेछ। यसमा चाहिँ त्यसपछि टोकन भेरिफाई गरेको रहेछ भनेपछि हामीले यहाँबाट जे पाए त्यही रिक्वेस्ट चाहिँ पठाउन नमिल्ने रहेछ भनेर बुझ्न पर्यो। र अरू त त्यस्तो केही रिक्वेस्टमा छैन। र अब ट्रेड गरेपछि पोर्टफोलियोमा नि आउनु पर्यो होला। ल, आएछ पोर्टफोलियोमा। एक्सचेन्ज पनि गरेर हेरौँ न त। एक्सचेन्ज युरोबाट युएसडी नै गरौँ न होइन। डिफल्ट जे छ त्यही 10 युरोलाई मैले युएसडीमा कन्भर्ट गरेँ। कन्भर्ट पनि भयो भनेपछि हाम्रो युएसडी 9.83 जति हुनुपर्ने आयो। अब यहाँनिर एक्सचेन्ज करेन्सिजको लोड भयो। यो लोड गरेको रहेछ रेस्पोन्समा। त्यसपछि यसमा केही छैन, एक्सचेन्ज रेटहरूको कुरा रहेछ। यसपछि हामीले यहाँबाट पठाउँदाखेरि युरो टु युएसडी पठाएको अमाउन्ट, समथिङ अमाउन्ट दिएर पठाएको। त्यसपछि के हुँदो रहेछ? टोकन भेरिफाई हुँदो रहेछ यसमा पनि फेरि। भनेपछि फेरि हामीले यहाँबाट जस्तै केही गरी पठाउनु मिलेन। यहाँ जस्तै मैले यसलाई एडिट गरेर पठाउनु मिलेन भनेपछि अब अरू के हुन्छ त भन्दाखेरि रिक्वेस्ट त एकवटा गएको रहेछ। अब हेरौँ है त, अर्को एउटा ट्राई गरौँ। पोर्टफोलियोमा त त्यो आउँदैन होला, त्यस्तो केही आएको छैन। हिस्ट्री, ट्रान्जेक्सन हिस्ट्री कन्भर्ट गरेको हिस्ट्री रहेछ। अरू फिचर भनेको नामहरू चेन्ज गर्न मिल्दो रहेछ। युजरको रोलहरू रहेछ। रोलहरू यता स्पेसिफाई गरेर पठाएको छ र। कन्भर्ट करेन्सीमा हेरौँ है त। युजर भनेर कहीँ त्यस्तो मेन्सन त गरेको छैन है। हामी अब फेरि ब्याक टु पोर्टफोलियो। अब ट्रेडिङमा एकचोटि हामीसँग भएको ब्यालेन्सभन्दा बेसीको सेयर किन्न खोजौँ वा हुन्छ कि होइन। मैले कतिवटा किन्न खोजेँ? 90वटा किनौँ। 13,000 मसँग छ। 800 भएन। एक्सचेन्जमा पनि हेरौँ। 900 एक्सचेन्ज गर्न ट्राई गरौँ। 9,000 भएछ, ठिकै छ। ठिक छ, इन्सफिसियन्ट ब्यालेन्स।
मैले अघि सल्भ गर्दा चाहिँ यसमा रेस कन्डिसन भेटाएको थियो। अब रेस कन्डिसनकै लागि ट्राई गरौँ न त। जस्तै यहाँ एकचोटि हामीले रिक्वेस्ट पठाउँदा कन्भर्ट रिक्वेस्ट पठाउँदाखेरि एकचोटि पठाएको छ। अब यही रिक्वेस्टलाई डबल पठाउँदा के हुन्छ त हैन। जस्तै रेस कन्डिसन भनेको चाहिँ के हो भन्दाखेरि एउटै रिसोर्सेसलाई चाहिँ दुईवटा फरक थ्रेडबाट अथवा दुईवटा फरक इन्स्ट्यान्सले चाहिँ एक्सेस गर्न खोज्दाखेरि के हुन्छ हैन, कस्तो रेस्पोन्स गर्छ, दुइटैलाई दिने हो कि त्यसले एउटाले दिएर अर्कोलाई नदिने हो कि सेम टाइममा रिक्वेस्ट गर्यो भने त के को प्रायोरिटीको बेसमा दिने, त्यति हुँदाखेरि यसले कस्तो रेस्पोन्स दिन्छ त्यो पनि चेक गर्नुपर्छ। जस्तै दुइटैलाई दिन पनि सक्छ, त्यही त्यो भनेको चाहिँ रेस कन्डिसन भयो। रेस कन्डिसन भनेको सिम्पली बुझ्दाखेरि चाहिँ एउटै रिसोर्सेसलाई दुईवटा अथवा दुईवटाभन्दा बेसी इन्स्ट्यान्सले एकैचोटि चाहिँ रिसोर्सलाई चाहिँ एक्वायर गर्न खोज्दा चाहिँ कस्तो रेस्पोन्स गर्छ, त्यतिखेर दुइटैलाई दियो भने पनि रेस कन्डिसन भयो हैन। त्यस्तै हो, त्यो हो रेस कन्डिसन भनेको चाहिँ। स्टकहरू चाहिँ रेगुलरली अपलोड भइरहेको रहेछ, मैले यहाँ नोटिस गरिहालेँ। र अब हामी एउटै रिक्वेस्टलाई मल्टिपलचोटि पठाएर हेरौँ है त। जम्मा त्यस्तो रिक्वेस्ट पठायो मिल्ने जम्मा 2 ठाउँमा रहेछ। ल यसलाई पठाएर 404 लाई बाई गरौँ। इन्टरसेप्टमा मैले क्युइङमा राखिदिन्छु। 6वटा सेयर किन्दा कति 900 पर्छ, अलिक भ्याएन यसले। 4वटा सेयर किन्दा 600, तर यसलाई मैले मल्टिपल रिक्वेस्ट पठाउनु खोजेको छु भने चाहिँ 1200 त्यति त पैसा मसँग छैन। यहाँ आयो हैन त, 4वटा सेयरको लागि बाई भन्ने अप्सन आयो। यो फायरफक्सको भयो। यसलाई त फरवर्डै हान्दै नि हुन्छ। अब यसलाई मैले यसमा अटोमेटमा लगेँ। अब अटोमेटमा लगेर म यसलाई के गर्छु भन्दा यसमा नल पेलोड पठाउँछु क्या, केही पनि पठाउँदिनँ भन्नु खोजेको, पेलोडै पठाउँदिनँ खाली, तर एउटै रिक्वेस्टलाई दुईचोटि पठाउँछु। जस्तै यहाँ नल पेलोड हालिदिएँ मैले, होस्टेड फाइलको ठाउँमा नल पेलोड कतिवटा हालिदिएँ, 3टा हालौँ न त अहिलेको लागि हैन। 3टा हालौँ भनेको 3टा थ्रेडले हामी एकैचोटि एक्सेस गर्न खोजिरहेछौँ त्यो चाहिएको रिसोर्सेसलाई। भनेको 4वटा सेयर जुन छ त्यसलाई चाहिँ हामीसँग छ जम्मा कति रुपियाँ छ, 836 रुपियाँ छ, तर हामीले सेयर किन्न खोजिरहेछौँ कति 1800 चान्चुनको सेयर किन्न खोजिरहेछौँ हामीले। भनेपछि त्यो मिल्छ कि मिल्दैन है त, त्यो पनि चेक गरौँ। ल यसलाई रन गरेर हेरौँ। ल 3टा त भयो, के भनेर आयो, एउटामा बाई स्टक पर्चेस सक्सेसफुल्ली। अर्को रिक्वेस्ट हेरौँ, यसमा नि स्टक पर्चेस सक्सेसफुल्ली, नयाँ ब्यालेन्स 200 रुपियाँ। यसमा पनि हेरौँ, 4वटा फेरि 200 रुपियाँ। अब अर्कोमा स्टक पर्चेस सक्सेसफुल्ली भनेर आयो। अब यो क्यूलाई अफ गरिदिउँ है त हामी। अब यहाँ जाउँ हामी, अब यसलाई एकचोटि रिफ्रेस गरौँ है त। ल 216 रुपियाँ मात्र घट्यो भनेपछि एकचोटि मात्र किनियो जस्तो छ सेयर चाहिँ। पोर्टफोलियोमा हेरौँ, पाँचवटा सेयर छ भनेपछि 4वटा भर्खर किनेको भयो, अघि एउटा किनेको भयो। ल यहाँनिर यहाँ पनि ल 4वटा किनेको 3चोटि हाम्रो पैसा काटेको छ, तर पैसा त 216 मात्र छ। यो पनि एउटा बग रहेछ यसमा चाहिँ। 3टा रिक्वेस्ट एकैचोटि पठाउँदाखेरि किन्न नि मिलिरहेछ हैन, 4वटा सेयरको भनेपछि टोटल अमाउन्ट 619। 4वटा सेयर एट दिस 619, 3चोटि किन्दा पनि पैसा चाहिँ जतिको तति नै छ। यो पनि बग रहेछ। यसमा फ्ल्याग दिएको छ त हामीलाई केही रेस्पोन्समा छैन भनेपछि, तर यो पनि एउटा बग चाहिँ भेट्यो यसमा है। यो त हामीले खोजेको बग चाहिँ यो होइन रहेछ, बग चाहिँ रहेछ भनेर हामीले त्यो चाहिँ बुझ्यौँ होइन त। ल अब 216 बाँकी छ। अब हामी यो युरो 216लाई नै युएसडीमा कन्भर्ट गरिदिउँ, 16.33 लाई नै कन्भर्ट गरिदिउँ। अब एकचोटि यो
यो हामीले बग चाहिँ भेटायौँ, तर यो खोजेको बग चाहिँ होइन रहेछ। ल क्यु गरिदिएँ मैले रिक्वेस्टलाई, त्यहाँबाट कन्भर्ट रिक्वेस्ट पठाएँ मैले। इन्टरसेप्टमा आएर बसेको छ एउटा, यसमा युरो टु युएसडी 216.33 हामीले पठाएको रिक्वेस्ट यही हो। यसलाई फेरि मल्टिपल रिक्वेस्ट पठाऊँ। र यसमा नि फेरि मैले अहिलेको जस्तै नल पेलोड पठाइदिन्छु भनेको, पेलोड पठाउँदिनँ, एउटै चिजलाई दुईचोटि पठाउन खोजेनलाई को लागि मात्र नल पेलोड राखेको। दुईवटाको ठाउँमा 4वटा राखौँ न हामी योचोटि। अघि हामीले 3वटा पठाएको थियौँ, योचोटि 4वटा पठाएर के हुने रहेछ होइन। अब यहाँ आयो 4वटै सक्सेसफुल, स्टेटस सबैको सक्सेसफुल छ। सबैभन्दा फर्स्ट रिक्वेस्ट हेरौँ, करेन्सी कन्भर्टेड सक्सेसफुल्ली आयो होइन त। अर्को हेरौँ, ल फ्ल्याग करेन्सी कन्भर्ट पनि भयो, फ्ल्याग पनि आयो होइन त। अब यहाँ पनि करेन्सी कन्भर्टेडै भनेर आयो, फेरि यसमा फ्ल्याग आयो भनेपछि हामीले खोजेको फ्ल्याग चाहिँ हामीले भेटायौँ। अब यसले हाम्रो यो एप्लिकेसन जुन छ सेडिओक्स फाइनेन्सियल भन्ने, यसमा के चाहिँ गर्दो रहेछ त। क्युलाई अफ गरिदिएँ मैले। यहाँ गएर अब इन्सफिसियन्ट ब्यालेन्स देखायो। अब मैले रिफ्रेस गरिदिन्छु यसलाई। रिफ्रेस गरेर हेर्दा हाम्रो ब्यालेन्स त माइनसमा गयो भनेको। हामीले अघिसम्म यो ब्यालेन्स माइनसमा लानु, हामीसँग भएको ब्यालेन्सभन्दा माथिकोमा लानु मिलिरहेको थिएन, अब चाहिँ लान मिल्यो भनेपछि मसँग त पैसै छैन, मैले साट्न मिलेको जस्तो भयो। यो त एउटा लजिकल फ्ल भयो बनाउँदाखेरि नै। मल्टिपल रिक्वेस्ट एकैचोटि पठाउँदा पनि सर्भरले रेस्पोन्ड गरिरहेछ, हामीलाई चाहिएको चिज दिइरहेको छ भनेपछि त यो त एकदमै मेजर बग भयो नि त। अब हामीसँग युएसडी चाहिँ 800 रुपियाँ आइसक्यो, हामी ब्यालेन्स चाहिँ माइनसमा छौँ, यस्तो त हुनु भएन। यस्तो चाहिँ यो रेस कन्डिसनलाई हामीले एक्सप्लोइट पनि गऱ्यौँ आजको यो वाकथ्रुमा चाहिँ। सेडिओक्समा यो एक्सचेन्जमा चाहिँ बग रहेछ, यसलाई हामीले एक्सप्लोइट पनि गऱ्यौँ, डिटेक्ट पनि गऱ्यौँ मल्टिपल रिक्वेस्ट पठाएर। यसमा चाहिँ मेजर लजिकल फ्ल भनेको चाहिँ मल्टिपल रिक्वेस्ट एकैचोटि आउँदा पनि सर्भरले चाहिँ उसलाई चाहिएको रिसोर्स दिइरहेछ मल्टिपल चोटि नै, अनि मल्टिपल टाइम्स नै मोडिफाई भइरहेछ। फर्स्ट रिक्वेस्ट पठाउँदाखेरि समथिङ अमाउन्ट काटिएर आयो, जस्तै मैले फर्स्ट रिक्वेस्ट पठाउँदाखेरि 216.33 युरो पठाएको थिएँ होइन। यसमा 200 सुरुको थ्रेडले गएर यसलाई के मोडिफाई गर्छ, 212बाट 212मा घटाइदिन्छ। त्यसपछि 0मा आयौँ हामी, फेरि 212 घटाउँछ अर्को थ्रेडले, फेरि तेस्रोले नै घटाउँछ, फेरि चौथोले नै घटाउँछ। यसो गर्दा गर्दै हाम्रो ब्यालेन्स चाहिँ कति भयो, -648 भयो। यो चाहिँ मल्टिपल थ्रेडले चाहिँ मल्टिपल प्रोसेसले भनौँ न म्यानिपुलेट गर्न पाइरहेको छ। यहाँ हिस्ट्रीमा नि एकचोटि गएर चेक गरौँ। ल कन्भर्टमा हेर्नु, एकैचोटि 3टाले गर्न पाइरहेछ र हाम्रो ब्यालेन्स पनि माइनसमा गएको छ। यसमा चाहिँ 3टा रिक्वेस्टले मिलिरहेको थियो, तर ब्यालेन्स चाहिँ माइनसमा गएको थिएन। अघि एउटाले किनिएको थियो, 3टैले किनेको भने पनि एउटाले मात्र किनेको थियो, यो पनि एउटा बग जस्तै भइहाल्यो। र एक्सचेन्जमा चाहिँ किन्न नि मिलिरहेछ, हाम्रो ब्यालेन्स पनि घटिरहेछ। र तर ट्रेडिङ गर्दाखेरि चाहिँ हामीले ब्यालेन्स चाहिँ हामीले किन्दाखेरि घट्यो, एकचोटि किन्दाखेरि। अर्को थ्रेडले नि घट्यो चाहिँ भन्यो, तर घटेको छैन, एकचोटि मात्र किनिएको छ। 3टै रिक्वेस्ट पठायो भने सेयर एकचोटि मात्र किनिएको छ। तर यसमा चाहिँ 3टा 4टा जतिवटा रिक्वेस्ट पठायो नि मल्टिपल टाइम नै त्यो एक्जिक्युट भइरहेछ त्यो रिसोर्सेससँग। अब यो फ्ल्याग हो कि होइन एकचोटि चेक गरौँ है त। अगाडि एउटा इन्भर्टेड कमा आएछ, यसलाई हटाइदिन्छु। ल हो रहेछ फ्ल्याग होइन। अहिलेलाई चाहिँ यो स्किप गरिदिन्छु म। ल आजको च्यालेन्ज चाहिँ हामीले सल्भ गरिसक्यौँ। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू, बाई बाई।